मान्छेले दिएर लिएको ज्ञानभन्दा पनि आफै पढेर टरेकोमा चाहिँ ज्ञान धेरै पाइन्छ है साथीहरू। किनभने म चाहिँ धेरै पढेर टरिसकेको छु होइन। जे कुराको पनि अलिकति चाहिँ आफैले मेरो एक्सपिरियन्स अनुसार चाहिँ मान्छेले भनेर मान्छेले सिकाएर आफूले सिकेको भन्दा चाहिँ आफूले जिन्दगीमा वास्तविकता आफूले जब परिन्छ अनि मात्रै हरेक कुराहरू चाहिँ आफ्नो ज्ञानमा होइन रहने रहेछ। अनि मात्रै अगाडि बढ्न सकिने रहेछ। सो गाइस, अब यो चाहिँ किन म भन्दैछु भने चाहिँ म चाहिँ मेरो एक्सपिरियन्स अनुसार चाहिँ भन्दैछु होइन। सो यो मेसिन चाहिँ अब पहिल्यैदेखि म पहिला क्लास मेट्रिक एक्जाम दिइसकेर चाहिँ मैले टेलरिङ सिकेको थिएँ। अन्त टेलरिङ सिकेँ अनि सिकेर लास्टमा मेसिन चाहिँ बाबा अनि दादाहरूले किनिदिनु भएको मेसिन हो यो चाहिँ है। अनि म बिहे भएर गएँ। म बिहे भएर जाँदा पनि अनि पछि यो मेसिन चाहिँ मलाई नै दिनुभएको थियो। अब घरमा चलाउने पनि कोही खासै थिएन होइन। सो लैजाऊ भन्नुभयो अनि त्यहाँबाट मैले नै लिएर राखेको थिएँ। सो यो मेसिनले कहिलेकाहीँ मलाई चाहिँ बाबाहरूको धेरै याद आउँछ घरहरूको है। म जब माइतमा थिएँ तब मैले युज गरेको हो। अनि अहिले पनि यो मेसिन म कहिलेकाहीँ चलाउँछु। अनि मैले चाहिँ यो मेसिनमा चाहिँ खास गरी अब बन्दै चल्दैन थियो कि कहिलेकाहीँ बन्दै नचल्ने बन्दै नघुम्ने अनि के भएको होला यसलाई के कस्तो गर्नुपर्ने होला भन्थेँ। अनि मैले चाहिँ पहिला मेसिन बनाउँथेँ बनाउनुको लागि त तर अलिअलि मात्रै बनाउँथेँ कि त्यो जब त्यो बोबिन केसहरू लाउने साइडको मात्रै बनाउँथेँ। अनि त्यो बनाउनु पनि पहिला म मेसिन सिक्दाखेरि नै बनाउनु गरेको थिएँ। म चाहिँ मेसिनहरू अब सिक्दाखेरि यसै पनि बिग्रिन्छ, कहिले बोबिन केसमा धागो हालिदिन्छ, कहिले के हुन्छ होइन। अनि त्यस्तो हुँदाहुँदै आफै बनाउँदै आफै जानिसकेको थिएँ। सो त्यति मात्रै गर्थेँ। अनि योपालि चाहिँ मेसिन बन्दै चलेन, के भएको कस्तो भएको होइन, दिमाग खराब भयो, बन्दै चलेन। अनि अब म खासै चलाउँदिनँ नि त, अब कहिलेकाहीँ मात्रै के सिल्नु पऱ्यो भने चलाउँछु। अनि लास्टमा मात्रै अनि के भएको रहेछ भने सबै खोलखाल त्यो चक्का खोली के गरी होइन सबै थोक गरिसकेँ मैले चाहिँ। अनि लास्टमा सबै खोलेँ मैले युट्युबमा हेर्दै खोलेँ। त्यो चक्का नखोलेर दिमाग खराब भइरहेको थियो होइन। त्यो चक्का सबै खोलेर खोलखाल गरेँ। अनि भनिन्छ नि जब परिन्छ अब अनि मात्रै जानिन्छ भनेर। अनि लास्टमा चाहिँ किन रहेछ भने त मैला पनि भएको प्लस त्यो के अरे मेसिनमा चाहिँ हामीले जुन युज गर्ने खाने तेलहरू चाहिँ लाउनु हुँदैन रहेछ कि मेसिनहरूको लागि। यो फलाम चिजहरूको लागि चाहिँ त्यही भएर अर्कै तेल बनाउँदो रहेछ नि त, जस्तै गाडी हुँदी चलाइन्छ होइन त्यस्तो तेलहरू चाहिँ बनाउँदो रहेछ। अनि त्यस्तो तेल चाहिँ लाउनु पर्दो रहेछ। आफूलाई त के थाहा नै थिएन। अनि त्यही खाने तेल लगाउँदै बस्थेँ, खाने तेल लाउँदै बस्थेँ। त्यस्तो खालको तेलले चाहिँ साथीहरू लगाइन्जेल मजाले चल्दो रहेछ। अनि त्यसपछि लगाएर अब चलाएर जब हामीले राखिन्छ पुरा गम जस्तो च्याप हुँदो रहेछ क्या। सो त्यो कारणले गर्दाखेरि चाहिँ साथीहरू हामीले चाहिँ एकदमै मजाले चाहिँ त्यसलाई ध्यान दिनुपर्ने कुरा हुँदो रहेछ। अनि मात्रै मलाई थाहा भयो साथीहरू। सो तपाईँहरूले पनि अब जब परिन्छ अब अनि मात्रै थाहा हुन्छ साथीहरू। तपाईँहरूको पनि लाइफमा एक्सपिरियन्सहरू भएको छ कि छैन। सो एकर्डिङ टु माई एक्सपिरियन्स होइन तपाईँहरूलाई चाहिँ मैले सेयर गरेको है। त कस्तो लाग्यो भिडियो है भनिदिनु होला।